नमस्कार। पराशर गुरु नेपालको ज्योतिषको तर्फबाट आज म वृष राशिका सम्पूर्ण जातकहरूका लागि वर्ष 2083 को विस्तृत राशिफल प्रस्तुत गर्दैछु। सबैभन्दा पहिले वृष राशिको स्वभाव बुझौं। वृष पृथ्वी तत्त्वको राशि हो, जसको स्वामी शुक्र ग्रह हो। यस राशिका जातकहरू स्वभावतः धैर्यवान, स्थिर, व्यावहारिक र भौतिक सुख सुविधा मन पराउने हुन्छन्। तपाईहरू आफ्नो लक्ष्यमा अडिग रहने र एकपटक निर्णय गरेपछि त्यसलाई पूरा गर्ने क्षमता राख्नुहुन्छ। तर कहिलेकाहीँ जिद्दीपन र परिवर्तनलाई ढिलो स्वीकार गर्ने बानी कमजोरी बन्न सक्छ। अब वर्ष 2083 तर्फ जाउँ। यस वर्षको वर्षेस अर्थात् राजा ग्रह सूर्य र मन्त्री ग्रह मङ्गल भएकाले वृष राशिका लागि यो वर्ष स्थिरताभित्रको परिवर्तनको सङ्केत दिनेछ। शुक्रको शान्त स्वभाव र मङ्गलको सक्रिय ऊर्जाबीच सन्तुलन राख्नुपर्ने वर्ष हो। ग्रहस्थिति र वार्षिक प्रभाव। वर्षको सुरुवातमा बृहस्पतिको अनुकूल दृष्टिले तपाईलाई अवसर, आर्थिक सुधार र आत्मविश्वास दिनेछ। शनिको प्रभावले काममा जिम्मेवारी र दबाव बढाउनेछ, तर दीर्घकालीन सफलता सुनिश्चित गर्नेछ। राहु केतुको परिवर्तनले सोचमा परिवर्तन, नयाँ दिशा र कहिलेकाहीँ भ्रमको अवस्था पनि ल्याउन सक्छ। यसैले समग्रमा धैर्य राख्दा सफलता, हतार गर्दा समस्या हुने वर्ष हो यो। क्यारियर। वृष राशिका लागि 2083 क्यारियरको हिसाबले स्थिर प्रगतिको वर्ष रहनेछ। नयाँ अवसरहरू आउनेछन्, विशेष गरी व्यवसाय, ब्याङ्किङ, कला, डिजाइन र व्यवस्थापन क्षेत्रमा। जागिरमा रहेका व्यक्तिहरूले पदोन्नति वा जिम्मेवारी बढ्ने सङ्केत देखिन्छ। व्यवसायीहरूका लागि भने विस्तार गर्ने अवसर हो, तर निर्णय लिन ढिलो नगर्नुहोस्। नयाँ अवसरलाई समयमै समात्नुहोस्। वर्षको अन्त्यतिर राम्रो उपलब्धि देखिन्छ। धनको हिसाबले यो वर्ष सकारात्मक रहनेछ। आय बढ्नेछ, बचत गर्ने अवसर पनि मिल्नेछ। तर अचल सम्पत्ति अर्थात् जग्गा, घरमा लगानी लाभदायक हुन सक्छ। दीर्घकालीन योजना सफल हुने सङ्केत छ, तर विलासितामा बढी खर्च नगर्नुहोस्। वैवाहिक जीवन सामान्यतया सुखद रहनेछ। शुक्र ग्रहको प्रभावले प्रेम, समझदारी र स्थिरता ल्याउनेछ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ। अविवाहितहरूका लागि सम्बन्ध बन्ने वा विवाह हुने सम्भावना छ, तर जिद्दीपनले सानोतिनो विवाद ल्याउन सक्छ। शिक्षा। विद्यार्थीहरूका लागि यो वर्ष राम्रो रहनेछ। विशेष गरी कला, सङ्गीत, डिजाइन, वित्त र व्यवस्थापन क्षेत्रमा सफलता मिल्नेछ। ध्यान केन्द्रित गर्न सके उत्कृष्ट परिणाम आउनेछ। विदेश अध्ययनको अवसर पनि देखिन्छ। स्वास्थ्यतर्फ भने घाँटी, थाइरोइड र तौल बढ्ने समस्या हुन सक्ला। खानपानमा लापरवाही नगर्नुहोस्। यस वर्ष ध्यान दिनुपर्ने कुराहरू: सन्तुलित आहार, नियमित व्यायाम र आरामदायी जीवनशैली। परिवारमा सुख शान्ति रहनेछ। परिवारको साथ र सहयोगले तपाईलाई मानसिक शान्ति दिनेछ। घर परिवारमा शुभ कार्यको सङ्केत, सम्बन्धहरू अझ बलियो बन्ने। सामाजिक जीवन। सामाजिक रूपमा तपाईको प्रतिष्ठा बढ्नेछ। तपाईको व्यवहार र स्थिर सोचका कारण समाजमा सम्मान बढ्नेछ। नयाँ सम्बन्ध र नेटवर्क विस्तार हुनेछ। राजनीतिक सङ्केत। वृष राशिका लागि यो वर्ष स्थिर र सोच विचार गरेर निर्णय लिने वर्ष हो। राजनीतिक वा सामाजिक नेतृत्वमा रहनेहरूले आफ्नो प्रभाव विस्तार गर्न सक्नेछन्। धैर्य र रणनीतिले सफलता दिनेछ। मासिक ग्रह गोचर र भविष्य। अब महिनागत सङ्केतलाई क्रमशः बुझौं। वैशाख र जेठ महिनामा आर्थिक सुधार, नयाँ अवसर र सकारात्मक ऊर्जा देखिन्छ। असार र साउन महिनामा काममा केही ढिलाइ, मानसिक थकान र दबाव हुन सक्छ। भदौ र असोज महिनामा राहुको प्रभावले भ्रम, निर्णयमा असमञ्जस र सावधानी आवश्यक हुन्छ। कार्तिक र मङ्सिर महिनामा बृहस्पतिको प्रभावले सफलता, लाभ र शुभ समाचार मिल्नेछ। पुष र माघ महिनामा स्वास्थ्य र खर्चमा ध्यान दिनुपर्ने देखिन्छ। फागुन र चैत महिनामा समग्र सुधार, आर्थिक लाभ र मानसिक शान्ति प्राप्त हुनेछ। भाग्यमानी अङ्क
दिन, महिना र रङ। भाग्यमानी अङ्क 2 र 6। भाग्यमानी दिन शुक्रबार र सोमबार। भाग्यमानी महिना असार र मङ्सिर। भाग्यमानी रङ सेतो, हरियो र गुलाबी। उपाय: अब समस्याहरूको समाधानतर्फ जाउँ। प्रत्येक शुक्रबार लक्ष्मी माताको पूजा गर्नुहोस्। सेतो वस्त्र, चामल वा मिठाई दान गर्नुहोस्। ओम शुक्राय नमः मन्त्र जप गर्नुहोस्। घरमा सुगन्धित वातावरण राख्नुहोस्। जिद्दीपन कम गर्नुहोस्, यही तपाईंको सबैभन्दा ठूलो उपाय हो। इन्टिन सन्देश: वृष राशिका लागि वर्ष 2083 स्थिरता, आर्थिक सुधार र सम्बन्ध सुदृढीकरणको वर्ष हो। धैर्य राख्नुभयो भने ठूलो सफलता निश्चित छ। यदि तपाईं आफ्नो व्यक्तिगत जन्मकुण्डली अनुसार सठिक भविष्य, क्यारियर, विवाह वा जीवनको गहिरो विश्लेषण चाहनुहुन्छ भने पराशर गुरु नेपालको ज्योतिषसँग सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 98 20 55 66। यो सेवा शुल्क लाग्ने पेड सेवा हो। तपाईंको सम्पूर्ण जानकारी पूर्ण रूपमा गोपनीय र सुरक्षित राखिनेछ। ज्योतिषले केवल भविष्य बताउँदैन, यसले तपाईंलाई सही मार्ग देखाउँछ। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।